साथीहरु एउटा नयाँ लघुवित्तले एफपीओ जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको एफपीओ जारी गर्ने पाइपलाइनमा एउटा नयाँ लघुवित्त कम्पनी थपिएको छ। अब यो आजको भिडियोमा एफपीओ आउने लघुवित्त कुन हो, कति रुपैयाँ बराबरको कति किता एफपीओ जारी गर्दैछ, त्यसैगरी अहिले सेकेन्डरी मार्केटमा उक्त कम्पनी कति रुपैयाँमा कारोबार भइरहेको छ, यी सम्पूर्ण कुराहरुको बारेमा जानकारी दिन गइरहेको छु। भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नुहोला। र साथीहरु, यदि तपाईहरु पनि यस्तै यो आईपीओ एफपीओ शेयर मार्केटसँग रिलेटेड नयाँ अपडेटहरु हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आईपीओ एफपीओ शेयर मार्केटसँग रिलेटेड नयाँ अपडेटहरु आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले त्यस्ता अपडेटहरु तपाई पनि समयमै हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। र साथीहरु, आउनुहोस् अब ढिला नगरी यो आजको टपिकतर्फ लागिहालौं। साथीहरु, एउटा नयाँ लघुवित्त कम्पनीले सर्वसाधारणको लागि एफपीओ शेयर जारी गर्ने भएको छ। यो लघुवित्तको नाम हो मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड। यो मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले चाहिँ सर्वसाधारणको लागि 100 रुपैयाँ अंकित मूल्यको 11,49,98,259 रुपैयाँ बराबरको 11,49,982 किता एफपीओ शेयर जारी गर्ने भएको छ। अब एफपीओ भनिसकेपछि हामी सबैले भर्न पाउँछौं, यसमा कन्फ्युज नहुनु होला। सुरुमा वैदेशिक खुल्ने यस्तो भन्ने हुँदैन यसमा। यो सिधै सर्वसाधारणको लागि जारी हुनेछ, सबैले भर्न पाइनेछ। मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड भन्ने यो एउटा सेकेन्डरी मार्केटमा कारोबार भइरहेको लघुवित्तले एफपीओ जारी गर्नको लागि चाहिँ धितोपत्र बोर्डको पाइपलाइनमा बसिसकेको छ। अब धितोपत्र बोर्डले अनुमति दिने बित्तिकै यसले सर्वसाधारणलाई एफपीओ जारी गर्नेछ। कति किता खुल्दैछ त 11,49,982 किता खुल्दैछ। यो चाहिँ 10 किताको दरले बाँडफाँड भयो भने 1,14,998 जनालाई पर्नेछ। प्रति किता 100 रुपैयाँको दरले यसको आईपीओ आउनेछ भनेपछि 10 किता भर्नको लागि 1000 रुपैयाँ चाहिने हुन्छ। त्यसैगरी अब यो एफपीओ चाहिँ सेकेन्डरी मार्केटमा अहिले कतिमा कारोबार भइरहेको छ त? अब यो भिडियो तयार गरिरहँदा मार्केट खुलेको कारोबार दिनको अन्तिम मूल्य अनुसार यो शेयरको मूल्य चाहिँ 1243 रुपैयाँ 78 पैसा रहेको छ। 1243 रुपैयाँ 78 पैसा। मार्केट खुलेको अन्तिम दिनको कारोबार मूल्य चाहिँ 1243 रुपैयाँ 78 पैसा रहेको छ। अब मार्केट खुलेको दिन अर्थात् यो मूल्य चाहिँ कहिलेको हो त? वैशाख 17 गतेको मूल्य हो यो 1243 रुपैयाँ 78 पैसा यसको एक किताको रहेको छ। यदि 10 किता हुने हो भने हामीसँग 12,430 रुपैयाँ बराबरको हुने थियो। यसरी चाहिँ यो मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले चाहिँ सर्वसाधारणको लागि एफपीओ शेयर जारी गर्ने भएको छ। फेरि पनि भन्दैछु, कति किता जारी गर्दैछ त? 11,49,982 किता जारी गर्दैछ। 100 रुपैयाँ अंकित मूल्य भएको, अर्थात् 10 किता भर्नको लागि 1000 रुपैयाँ चाहिने हुन्छ। र यसको बिक्री प्रबन्धक चाहिँ मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। र यसरी चाहिँ यो सेकेन्डरी मार्केटमा कारोबार भइरहेको यो एउटा लघुवित्त कम्पनीको एफपीओ आउनको लागि पाइपलाइनमा बसेको छ। र धितोपत्र बोर्डले अनुमति दिने बित्तिकै यसको एफपीओ आउनेछ। र साथीहरु, यस्तो किसिमबाट चाहिँ यो आजको भिडियोमा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ को बारेमा जानकारी गराए। यदि तपाईहरु पनि यस्तै यो आईपीओ एफपीओ शेयर मार्केटसँग रिलेटेड नयाँ अपडेटहरु हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आईपीओ एफपीओ शेयर मार्केटसँग रिलेटेड नयाँ सबै अपडेटहरु भिडियो बनाएर राख्ने गरेको छु। यदि तपाईहरु पनि त्यस्ता अपडेटहरु आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। र तपाईहरुलाई चाहिँ आउँदा दिनहरुमा अरु कुन विषयमा भिडियो बनाइदिए हुन्थ्यो जस्तो लाग्छ ती कुराहरु पनि कमेन्टमा लेख्नु होला र भिडियोलाई लाइक पनि गरिदिनु होला। आजको लागि यति नै। हस्त, धन्यवाद।